माननीय सदस्य सुमना श्रेष्ठ। सम्मानीय सभामुख महोदय, सोबियुको चुनाव भय मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनु भएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ सङ्गठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यानाकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल काङ्ग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यान आकर्षण गराएँ। धन्यवाद। के नियम आपत्ति हो मान्यज्यू? मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ। मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू, म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी जिम्मेदारीपूर्ण ढङ्गबाट राष्ट्रको सामु सार्वजनिक ढङ्गबाट राखिरहनु भएको हामीले बुझेका हुन्छौँ र बुझ्नुपर्छ। त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सिर्जना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि